नमस्कार, म सिटिजन एक्सन पार्टीको प्रवक्ता एल्बर्ट गुरुङ फेरि पनि यहाँहरू समक्ष यहाँहरू सिक्किमे जनसमुदायको समक्ष केही महत्वपूर्ण जानकारी साथसाथै वर्तमान एसकेएम सरकारलाई जनताको पक्षबाट जनताबाट आएको केही प्रश्नहरू तिर्साउनको निम्ति यस भिडियोद्वारा उपस्थित बनेको छु। विशेष यहाँहरू सबै सिक्किमे जनतालाई सर्वविदित भएको कुरा हो, थाहा भएको कुरा हो कि केही दिन अगाडि मात्र सिक्किमका वर्तमान मुख्यमन्त्रीज्यूले आफ्नो भाषणको दौरान आफूले राख्दै गरेको सम्बोधनको दौरान एउटा कुरा उजागर गर्नुभएको थियो कि वर्तमान एसकेएम सरकारले अहिलेको रुलिङ पार्टीले उहाँहरूको सीएलसी प्रेसिडेन्टलाई उहाँहरूको क्षेत्र स्तरको अध्यक्ष क्षेत्र स्तरको जुन कमिटी हुन्छ त्यो कमिटीको अध्यक्षलाई चाहिँ मासिक महिनामा 1 लाख रुपियाँको अनरेरियम दिँदैछ। अनि हामी मात्रै यस्तो पार्टी हो जसले सीएलसी प्रेसिडेन्टलाई 1 लाख रुपियाँको अनरेरियम भत्ता दिँदैछ भनेर उहाँले पब्लिकली यो स्टेटमेन्ट दिनुभएको थियो। र त्यसको लगतै बात हामीले सरकारलाई प्रश्न तिर्साएको थियौं कि आज जुन पार्टी कुनै समयमा सरकारमा आउनुभन्दा अगाडि जुन पार्टी सरकारमा अहिले चलिरहेको छ त्यो पार्टीको अध्यक्षलाई कुनै समय अगाडि जब उहाँहरू विपक्षमा हुनुहुन्थ्यो त्यतिखेर जनताले चन्दा उठाएर पार्टीको कार्यकर्ताले 100, 200, 500 सम्म चन्दा उठाएर चाहिँ गाडी किनेर दिएको हामी सबैलाई थाहा नै छ। अनि तिनै वर्तमान मुख्यमन्त्री जसले 1 लाख रुपियाँ म दिँदैछु पार्टीको कार्यकर्तालाई भनेर भन्नुहुँदै थियो, उहाँले नै केही वर्ष अगाडि सत्तामा आउनुभन्दा अगाडि म कंगाल छु, मेरोमा केही छैन भन्ने कुराहरू पनि जनतामाझ राख्नु भएको थियो। तर आज सरकार बन्नेको 7 वर्ष भित्रमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी यति विघ्न धनी कसरी भयो? किनभनेदेखि आज देशको ठूल्ठूलो पार्टी, राष्ट्रिय पार्टी, नेशनल पार्टीजहरूले पनि आफ्नो कार्यकर्ताहरूलाई 1 लाख रुपियाँको भत्ता यसरी दिनु सक्दैन। तर आज 7 वर्षमा यो वर्तमान रुलिङ पार्टी 1-1 लाख रुपियाँ आज त मुख्यमन्त्रीले त सीएलसी प्रेसिडेन्टको मात्रै भनेको छ। र सीएलसी प्रेसिडेन्टले यदि 1 लाख पाउँदैछ भनेदेखि आज डिस्ट्रिक्ट लेभलको प्रेसिडेन्टले कति पाउँदैछ, स्टेट लेभलको कार्यकर्ताले कति पाउँदैछ, युथ कन्भेनरले कति पाउँदैछ, सबैले भत्ता पाउँदैछ। तर अर्कोपट्टि हेर्यो भने जनताको हाल बेहाल छ, जनता कंगाल भएर गइरहेको छ। जनतालाई दैनिक रूपमा आफ्नो आमदानी बढाउनु पनि समस्या भइरहेको छ। युवाहरूलाई आफ्नो जुन उहाँहरूको कमाई छ त्यो कमाई बढाउनु पनि आज समस्या भइरहेको छ। त्यसकारणले गर्दा हामी यस भिडियो मार्फत सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई एउटा ब्ल्याक एन्ड व्हाइटमा सिक्किमे जनतालाई जवाब दिनुपर्छ भनेर हामी माग राख्न चाहन्छौं। र जवाब के हो भनेदेखि एसकेएम पार्टीले जुन इलेक्सन कमिसनलाई, यो मेरो हातमा एसकेएम पार्टी स्वयं एसकेएम पार्टीको ट्रेजररले फर्म 24A जो फर्म 24A हुन्छ, यो चाहिँ प्रत्येक वर्ष रेजिस्टर्ड पार्टीहरूले, रेकग्नाइज पार्टीहरूले चाहिँ इलेक्सन कमिसन अफ इन्डियाकोमा कति कति चन्दा आयो भनेर त्यो चन्दाको विवरण, त्यो चन्दाको जानकारी चाहिँ इलेक्सन कमिसन अफ इन्डियाकोमा बुझाउनु पर्छ। र मेरो हातमा यो गत वर्ष 2024-25 को एसकेएम पार्टीले पाएको चन्दाको हिसाब किताब मेरो हातमा छ, जुन यो हिसाब किताब चाहिँ एसकेएम पार्टीको ट्रेजररले पार्टीको बिहाफमा इलेक्सन कमिसनलाई बुझाएको। र यसमा फर्म 24A मा जुन जानकारी दिएको छ, यसमा 20,000 भन्दा माथि जुन चन्दा छ त्यो 20,000 भन्दा माथि आएको चन्दालाई चाहिँ उजागर गर्नुपर्ने हुन्छ। तर एसकेएम पार्टीको ट्रेजररले साइन गरेर चाहिँ इलेक्सन कमिसनलाई चाहिँ 20,000 भन्दा माथि चन्दा कुनै पनि व्यक्तिले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई दिएको छैन भनेर यहाँ उल्लेख गरिएको छ। अनि यो कागज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले इलेक्सन कमिसनलाई बुझाएको छ। त्यसकारणले गर्दाखेरि यहाँ प्रश्न के आउँछ भन्दाखेरि जुन पार्टीको 20,000 भन्दा माथि चन्दा दिने कोही व्यक्ति छैन, कुनै इन्डिभिजुअल कुनै कम्पनीले चन्दा नदिएको भनेर यहाँ इलेक्सन कमिसनको वेबसाइटमा गएर पनि तपाईले हेर्न सक्नुहुन्छ। यो कागज इलेक्सन कमिसनको वेबसाइटमा तपाईले पाउनुहुन्छ। त्यसकारणले गर्दाखेरि 20,000 भन्दा माथि चन्दा नपाएको पार्टीले आज मासिक 1-1 लाख आफ्नो सीएलसी प्रेसिडेन्टलाई कसरी दिँदैछ? यो पैसा कहाँबाट आयो? र आज सरकारको हालत कस्तो छ? आज सरकारकोमा पैसा छैन। मेरो हातमा हेल्थ डिपार्टमेन्टको 2टा कागज छ। एउटा कागजमा न्यू एसटिएनएम हस्पिटल ग्याङटोकले एमआरआई गरेको 3150 रुपियाँ एकजना व्यक्तिकोबाट उठाएको छ।
र आज हेल्थ जस्तो आज स्वास्थ्य जस्तो क्षेत्र चाहिँ स्वास्थ्य भनेको जनताको अधिकार हो। जनताले मूलभूत सुविधा मूलभूत अधिकार सरकारकोबाट कुनै पाउनुपर्छ भने यो स्वास्थ्यको अधिकार हो। तर आज एसटीएनएम हस्पिटलले एमआरआई गरेको पनि 3150 रुपियाँ सिक्किमको जनताकोबाट यसरी उठाउँदैछ न्यू एसटीएनएम हस्पिटलमा। र उहाँहरूले एमआरआई गर्ने जिम्मा एमआरआईको तपाईको एमआरआई चाहिँ कसले गर्दैछ एसटीएनएम हस्पिटल भन्दाखेरि एउटा प्राइभेट कम्पनीलाई सरकारी हस्पिटल भित्र चाहिँ एमआरआई गर्ने ठाउँ दिएको छ। टाइम मेडिकल इन्टरनेशनल भेन्चर्स इन्डिया प्राइभेट लिमिटेड भन्ने कम्पनीले आज सरकारी हस्पिटल भित्र सरकारी हस्पिटलमा त निशुल्क आज ट्रिटमेन्ट हुनुपर्ने हो, सबै टेस्ट आज निशुल्क हुनुपर्ने हो। तर आज निशुल्क नभएर आज 3150 रुपियाँ जस्तो रकम आज जनताको गोजीबाट यो सरकारले उठाउँदैछ। र अर्कोपट्टि यो हो सिक्किमको सबैभन्दा ठूलो हस्पिटल न्यू एसटीएनएम हस्पिटलको एमआरआई को र अन्य अरू टेस्टहरूमा पनि पैसा उठाउँदै गरेको हाम्रोमा पुख्ता सबुत छ। अल्ट्रासाउन्ड सीटी स्क्यान तमाम टेस्टहरूमा जनताबाट पैसा उठाइँदैछ। र अर्को यो नाम्ची हस्पिटलबाट एउटा अधिसूचना निक्लेको छ। नाम्ची हस्पिटलको सीएमओ डाइरेक्टर कम सीएमओ ले साइन गरेको र यसमा पनि लेखिएको छ कि अल्ट्रासाउन्ड सीटी स्क्यान र एमआरआईमा अल्ट्रासाउन्डमा 200 रुपियाँ पर टेस्ट, सीटी स्क्यानमा 600 रुपियाँ पर टेस्ट अनि एमआरआईमा 2000 रुपियाँ पर टेस्ट चाहिँ जनताकोबाट उठाइने भनेर आज अस्पतालहरूले यसरी नोटिफिकेसन निकालेको छ। अनि एकपट्टि रुलिङ पार्टी यति धनी कि आज कार्यकर्तालाई गाडी भत्ता जम्मै कुरा उहाँहरूले सुनिश्चित गर्नु सक्ने र अर्कोपट्टि सरकार कंगाल, सरकारकोमा आज पैसा नभएर हेल्थ जस्तो विषयमा आज यसरी पैसा उठाउँदैछ। आज हेल्थ सेक्टरमा ठूल्ठूलो कुरा गर्छ, ठूल्ठूलो काम गर्यो। देशको सर्वश्रेष्ठ हेल्थ सेक्टर चाहिँ वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको कार्यकालमा भयो भन्छ। तर आज जनताकोबाट यसरी पैसा उठाइँदैछ। आज हेल्थ त सिक्किममा निशुल्क हुनुपर्ने हो। आज यदि जनताकोबाट यसरी टेस्टको पैसा उठाइँदैछ भनेदेखि हेल्थ डिपार्टमेन्टको बजेट कहाँ जाँदैछ? हजारौं करोड़को हेल्थ डिपार्टमेन्टमा जुन सरकारले प्रत्येक वर्ष बजेट छुटाउँछ, बजेटको पैसा आवन्टन गर्छ, त्यो पैसा आज कहाँ जाँदैछ भनेर हामी प्रश्न गर्न चाहन्छौं। अनि सिक्किमको जनताले एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, यो 7 वर्षमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नेताहरू धनी भएको छ, तर सिक्किम सरकार गरिब भएको छ, सिक्किम जनता गरिब भएको छ। र यो सरकारले जनताकोबाट हरेक रूपमा जनताको गोजी खाली गर्ने काम गर्दैछ। आज चालकहरूको गोजी रिताउने काम भइरहेको छ फाइन बढाएर। आज अन्य अरू क्षेत्रमा पनि आज जनताकोबाट पैसा उठाइँदैछ। अनि आज सिक्किमको युवाहरूको हालत यति कमजोर बनाइदिएको छ कि 6 महिनासम्म आज हस्पिटलमा हेल्थ डिपार्टमेन्टमा नर्सहरूले स्यालेरी पाएको छैन। आज टिचरहरू जो टिचरहरूले 4 वर्षको क्राइटेरिया फुलफिल गरेको छ उहाँहरूलाई रेगुलर गर्ने सम्म सरकारकोमा औकात छैन, सरकारकोमा हिम्मत छैन। तर मुख्यमन्त्री महोदयले भन्नुहुन्छ हामीले 1-1 लाख तलब दिँदैछौं र हामीले प्रश्न गर्दा एसकेएम पार्टीको कार्यकर्ताले भन्दैछ यो पार्टीको फन्डको पैसा अरे। अरे पार्टीको फन्डको पैसा हो भनेदेखि त इलेक्सन कमिसनमा चन्दा उठाएको कति चन्दा उठ्दैछ त्यो जानकारी तपाईले दिनु पर्यो। आज एसकेएम पार्टी यति धनी कसरी भयो भनेर हामी प्रश्न गर्न चाहन्छौं। र जनताले बुझ्नुपर्छ कि जब प्रजातन्त्रमा पार्टी धनी हुन्छ, नेता धनी हुन्छ र जनता कंगाल हुँदैछ भनेदेखि यो भ्रष्टाचारको चरम सीमा पुगिसकेको छ। एसकेएम सरकारमा भ्रष्टाचारले चरम सीमा नागिसकेको छ र आज जनता गरिब हुँदैछ, पार्टी धनी हुँदैछ। र यो पार्टीमा पैसा कहाँबाट आउँदैछ भनेर म प्रश्न गर्न चाहन्छु। यो पार्टीले कुनै बिजनेस गर्दैछ र त्यहाँबाट उठेको पैसा हो भने हामीलाई आपत्ति छैन। यो पार्टीले खेतीपाती गरेर दूध बेचेर यदि पार्टीकोमा यत्रो लाख करोड पैसा आउँदैछ भने हामीलाई आपत्ति छैन। तर पार्टीले एसकेएम पार्टीको ट्रेजररले एसकेएम पार्टीको एडमिनिस्ट्रेसनले चाहिँ जनतालाई भन्नु पर्यो। आज सीएलसी प्रेसिडेन्ट, युथ कन्भेनर, डिस्ट्रिक्ट लेभल प्रेसिडेन्ट अनि अन्य अरू सोसियल मिडियाको कार्यकर्ताहरूलाई तलब गाडी दिने पैसा आज एसकेएम पार्टीकोमा कहाँबाट आउँदैछ? अनि अर्कोतिर सरकारकोमा आज जनतालाई मूलभूत सुविधा दिने पनि आज औकात छैन, आज बजेट छैन। हेल्थमा पनि पैसा उठाइँदैछ र युवाहरूको तलब बढेको छैन, युवाहरूले समयमा तलब पाएको छैन। त्यसकारणले गर्दाखेरि यो सिधा दुईटा मुद्दामा हाम्रो एसकेएम पार्टीलाई प्रश्न छ। पहिलो उहाँहरूले भन्नु पर्यो आज यो गभर्मेन्ट हस्पिटलमा यसरी प्राइभेट कम्पनीहरू कसरी पस्दैछ र यो प्राइभेट कम्पनीहरूले कुन आधारमा जनताकोबाट पैसा उठाउँदैछ। अनि आज यसरी अधिसूचना निकालेर जनताकोबाट पैसा उठाउने यो अधिसूचना किन निस्किँदैछ सरकारी हस्पिटलबाट? यसमा हेल्थ डिपार्टमेन्टले
स्वास्थ्य विभागले हामीलाई अनि सिक्किमे जनतालाई जवाब दिनु पर्यो। अनि अर्को एसकेएम पार्टीले आफ्नो फन्डको कुरा जनतामा सार्वजनिक गर्नु पर्यो, किनभने यो प्राइभेट कम्पनी होइन एसकेएम पार्टी भनेको, यो जनताको एसकेएम पार्टी भनेको आज सरकार हाँक्ने पार्टी हो। त्यसकारणले गर्दा तपाईहरूको जवाबदारी जनताप्रति बन्छ। त्यसकारणले गर्दाखेरि मुख्यमन्त्रीले अनि एसकेएम को पार्टीको ट्रेजररले तुरन्तै सिक्किमे जनतालाई भन्नु पर्यो सोर्स अफ इन्कम कहाँबाट आउँदैछ, यो कुरा जनतालाई राख्नुपर्छ भनेर यो प्रश्न पनि तेर्साउँदै अनि यो दुईटा माग हेल्थ डिपार्टमेन्ट अनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई हामी राख्न चाहन्छौं।